पनीको पनि जान्छु मैले त अस्ति देखाउनु त मासु त बाबुले मासु खाँदा मलाई कति खस्ला साडी मिलाइदिए गहना मिलाइदिए मिलेछ मिलेछ Hello everyone, welcome to my new vlog. यो अब यहाँ माथि राख्यो भने दिनदिन यतिकै ठिक छ तान्ने भरि केही भएन ठिक छ बुढो यो ठिक छ सबै जे जस्तो छ यो खुट्टा अहिलेसम्मको क्लिपहरू हेरेर त हजुरले थाहा पाइसक्नु भयो कि आजको ब्लग के को बारेमा हो भनेर हो। आज चाहिँ मेरो दही चुरा हुन गइरहेको छ जसलाई हामी नेवारीमा डौबजी पनि भन्छौँ। अनि यो त्यसैको प्रिपरेसन हो अहिले भइरहेको चाहिँ। खासमा मेरो डौबजी अलि पछाडि गर्ने कुरा थियो अनि तर अब बिकज अफ सम रिजन्स होइन त्यो अलिकति अगाडि सर्यो। अनि हतार आज चाहिँ खासमा एक्चुअलमा भाइटिकाको दिन हो होइन। अनि यसमै गरिहालौँ न त पछि भन्दासम्म छेक्किने हो कि केही हो कि त्यो भन्दासम्म के हुन्छ गरिहालौँ भनेर फटाफट भाइटिकाको दिन गऱ्यो भने हामीलाई अब सायद पनि हेरिराख्नु नपर्ने भएको नि ओके ल भइहाल्यो भनेर। अनि मम्मीहरू पनि हुनुहुन्थ्यो सो मम्मीहरूले आजै गरौँ दही चुरा भने चाहिँ एकदम बिग डिसिजन भयो। सो एकदम हतारमा हामी प्रिपरेसन गर्दैछौँ। हो नि यो कुरा साथमा नि के छ एकदम मजाले प्रिपरेसन गर्न नपाए पनि अब एकदम सर्ट टाइममा यतिको प्रिपरेसन चाहिँ भयो। हाम्रो डेकोरेसन चाहिँ अलरेडी तिहारको लागि गरिराखेको नै डेकोरेसन थियो। त्यसमा चाहिँ हामीले अघि डौबजीको बोर्ड बनाएको हजुरले देख्नुभयो। त्यो बोर्ड चाहिँ होममेड घरमा बनाएर हामी आफै बनाएर त्यो बोर्ड चाहिँ त्यो तिहारको डेकोरेसनमा राखेपछि त डौबजीलाई नै डेकोरेसन गरे जस्तो पनि देखिएको छ सँगै। अनि यसैबाट डेकोरेसन चाहिँ सबै भयो। अब अरू खानेकुराहरू छिटो सबै कुरा बनायौँ। अनि यहाँ चाहिँ अहिले मम्मीहरूले मलाई डौबजी खुवाउन अगाडि टिका लगाइदिएर सगुन दिँदै हुनुहुन्छ। हाम्रो चलामान्छाले टिका लगायो कल्ला गऱ्यो फुलको होइन। त्यसपछि यसरी सगुन दिने चलन छ। नर्मल्ली चाहिँ सगुन दिँदाखेरि एउटा हातमा रक्सी हुन्छ अर्को हातमा अन्डा हुन्छ। तर अहिले यहाँ हाम्रो केसमा चाहिँ एउटा हातमा कोक छ अनि अर्को हातमा चाहिँ लड्डु छ है। खाली गर्न Ladies.
खिच्दैछु के खिच्दैछु यताबाट चाहिँ मम्मी जानु पशुहरू सिकाउनु पर्छ सिकाइदिनु न मम्मी भन्नु त मम्मी यो एकैचोटि हो खाने मात्र दिन्छु यही हो नि हजुर मैले यही हातले हामी जस्तै भयो अनि बाबु नै अहिले प्लस 2 पढ्ने हो त अपडेट भइराख्छ धेरै पढाइ मम्मी टिका लाउनु पर्दैन मैले त पढ्दैन गरे मैले पाएँ त भयो त पाउनु त पर्यो पैसा धेरै भएर हो क्या रङ्ग लाने अब तय गर्नुलाई सबै टिका त सबैलाई बरु पैसा नदे होइन पैसा चाहिन्छ
खस्ला मलाई त झन् के थाहा यसो साडी मिलाइदिए गहना मिलाइदिए मिलेछ राम्रो भएछ यहाँभन्दा के हुने अब भएछ छोरीहरू सबै उज्याला उज्याला छन् आउन पर्ने म पनि जान्छु पहिलोचोटि फर्स्ट म साम्ने बाबुले पुऱ्याइदिनु पर्छ फेसबुकमा झ्यापझुप राख्नु फेसबुकमा के राखिहाल्नुहुन्छ अपडेट गरिहाल्नु होला भयो अस्ति देखाउनु त मासु त बाबुले मासु खाँदा मलाई कति रङ खालि कति मिठोसँग खानुहुन्छ अस्मिन बाबुले मासु भन्नु त्यही होला लिएर आउने साथी के राख्दिउँ अन्त नि अश्विन यो त मिठो त मासु त मिठाई हुन्छ मिठाई हुन्छ यसै सँगसँगै हाम्रो छोटो मिठो 9 बजीको ब्लग यहीँ समाप्त हुन्छ होप यु गाइज इन्जोय इट एन्ड थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई